यहाँनिर लोरेमको M590 हेर्न सक्छौँ लोरेमको M590 यहाँनिर ओके यहाँनिर नितेश MVP बाट दामी डाउन आइसकेको छ तीनैवटा प्लेयरलाई यहाँनिर अब हाम्रो स्नाइपर मात्रै लाइभ छन् एजीबाट र यहाँनिर डिएनको टिमबाट दामी गेमले देख्न सक्छौँ ओके यहाँनिर फ्रिकिस डाइरेक्ट रसमा जाँदै क्लक टावर साइडतिर डिएम फ्रिकी हाम्रो स्नाइपरको रोल निभाउँदै अहिले हाम्रो ओके यहाँनिर पिनोजेन स्पोर्ट्स पनि फाइटमा उत्रिँदै ओके त्यही क्लब फ्याक्ट्रीमा चाहिँ हाम्रो दुईटा टिमको फाइट भइरहेको छ त्यहीँनिर पिनोजेन स्पोर्ट्स पनि गइसकेका छन् र जोनलाई हेर्ने भए जोन चाहिँ अब क्लोज छ हाम्रो जोन बन्ने चान्स चाहिँ हाम्रो क्लक टावर साइडमा छ ओके क्लक टावरमा हाम्रो यहाँनिर डिएनको टिमलाई देख्न सक्छौँ ओके यहाँनिर डिएनको टिमबाट नितेश एमबीपीले चाहिँ स्पटेड गर्नु भइसकेको छ यहाँनिर ओके यहाँनिर लोरेमबाट चाहिँ स्नाइपरबाट चारवटा प्लेयर ओहो वाट अ स्नाइपर बाई एजी स्नाइपर यहाँनिर 4 किल्स ओके यहाँनिर नेड आइसकेको छ ओके यहाँनिर याफीको टिम पनि फाइटमा सामेल भइसकेका छन् यहाँनिर ओकबाट दामी एफजिएलको वोटाले यतापट्टि हाम्रो स्नाइपर बबाल तरिकाले ब्याकअप लिन सफल भइसकेका छन् यहाँनिर याफीले फाइटमा इन्गेज गरेपछि ओके यहाँनिर आबामे डाउन गर्न सक्छ ओहो आबामे टिम वाइप आउट बाई याफी ब्लेन्डर केटा हो दामी स्नाइपर चलाउँदै हाम्रो याफी बेन्डर हाम्रो थर्ड स्क्वाड इलिमिनेट भएको चाहिँ हाम्रो डिएन स्पोर्ट्सबाट ओके यहाँनिर जेनोलाई डाउन ओके 20 पनि डाउन यहाँनिर पिनोजेन स्पोर्ट्समा चाहिँ X555 स्पोर्ट्सको फाइट परिसकेको छ यहाँनिर कालीको स्नाइपर लेट्स सी गाइस यहाँनिर बबाल तरिकाले फाइट भइरहेछ यहाँनिर खत्री स्नाइप रसरको रोल निभाउँदै अगाडि रस गर्न गएका छन् ओके ओहो वाट अ डाउन बाई खत्री यार केटा हो यहाँनिर दामी हेडसट यहाँनिर किल पनि आफ्नो खातामा लिन सफल भइसकेका छन् खत्री ओके यहाँनिर स्नाइपर कालेको स्नाइपर ओके कालेको स्नाइपरबाट काले नै इलिमिनेट डाउन भइसकेका छन् र यहाँ फेरि कालेको खाता आइसकेको छ र यहाँनिर खत्रीलाई डाउन उताबाट प्रजल एक्लै अलाइभ प्रजलको M590 प्रजलको दुईटा प्लेयर डाउन प्रजलबाट तीनटा प्लेयर डाउन लास्ट वान प्लेयर पिलोजेन स्पोर्ट्सबाट प्रजलको टिम वाइप आउट प्रजलले एक्लैले 1v4 गरेर टिम वाइप आउट गरिसकेका छन् पिनोजेन स्पोर्ट्सको स्क्वाडलाई वाट अ गेम प्ले बाई प्रजल र यहाँनिर ओके यहाँनिर एजीको टिमलाई हेरौँ भने यहाँनिर फाइट परिसकेको छ एजीको टिमबाट नि एजी ग्रिसको यहाँनिर अकको ड्यामेज ओके एजी ग्रिसलाई उतापट्टि दामी डाउन अल्फा भाइबाट यहाँनिर स्नाइपर ओके यहाँनिर लन्च प्याड गरेर डाइरेक्ट रस गरेका छन् स्क्वाड X555 प्रोस भर्सेस एजी स्पोर्ट्स यहाँनिर स्नाइपरको नाइपिन हेर्नेछौँ हामीले यहाँनिर ग्रिस डाउन दुईटा प्लेयर मात्र अलाइभ यहाँनिर रेज अनुप पनि डाउन आरुबाट एउटा प्लेयर मात्र अलाइभ स्नाइपर हाम्रो यहाँनिर आरु पनि डाउन भइसकेका छन् नाइकी भाइ यहाँनिर घोडा चढ्दै के हो यो एजी स्नाइपर मात्रै एक्लै अलाइभ यहाँनिर क्लक टावरमा हेर्ने भए याफी स्पोर्ट्सको टिमहरू पनि छन् यहाँनिर B2D को स्पोर्ट्सको टिमहरू एङ्गर साइडमा देख्न सक्छौँ यहाँनिर वाईको टिमहरू हामी यहाँनिर एङ्गर साइडतिर देख्न सक्छौँ भने जोन सानो भइसकेको छ यहाँनिर एजी स्नाइपरले आफ्नो टिममेटलाई रिभाइभ गर्न सफल भइसकेका छन् यहाँनिर फुल स्क्वाडलाई रिभाइभ गरिसकेका छन् यहाँनिर बीटीएसको टिमलाई हेर्ने भए बीटीएसको टिम पनि रिभाइभ गरेर झरिसकेका छन् ओके यहाँनिर हाम्रो यहाँनिर फाइट भइसकेको छ हाम्रो यहाँनिर याफीको टिम भर्सेस हाम्रो X555 प्रोसको बीच फाइट भइसकेको छ यहाँनिर ओके यहाँनिर याफी बोटाबाट दामी डाउन जेनो डाउन भइसकेका छन् यहाँनिर 2 किल निक्लिसकेको छ प्रजल फेरि एक्लै अलाइभ र प्रजलले आफूबाट दुईटा प्लेयरलाई रिभाइभ गर्न सकिसकेका छन् भने यहाँनिर एजीको फेरि पनि फाइट
ओहो यहाँनिर स्नाइपरको कस्तो दामी स्नाइपर देख्न सक्छौँ हामीले यहाँनिर एजीको बाट दामी गेम प्ले बीटीडी को प्लेयरहरू अहिले सेफै खेलेका देख्न सक्छौँ भने वायुको प्लेयरहरू पनि यही छन् मार्शलको यहाँनिर फाइट भइसकेको छ एजीको टिममा यहाँनिर के गर्छन् रस गर्छन् कि के गर्छन् ओके यहाँनिर एक्लै छन् हाम्रो मार्शल एक्लै छन् अगाडि एजीको फुल स्क्वाडै छन् आफ्नो टिमहरु पनि आइसक्यो वायुको टिमहरु पनि यहाँनिर आइसकेका छन् क्रेजीको यहाँनिर M590 क्रेजीको यहाँनिर डाउन वायुको यहाँनिर डाउन यहाँनिर लङबाट हाम्रो जेनोक्सको दामी कभर यहाँबाट अब स्नाइपर मात्रै फेरि पनि अलाइभ छन् स्नाइपरको गेम प्ले कस्तो होला यहाँनिर स्नाइपरलाई नि वाइप आउट गरिसकेका छन् हाम्रो B2D स्क्वाडबाट यहाँनिर बवाल गेम प्ले यहाँनिर 17 प्लेयर्सहरु अलाइभ छन् भने X5 को टिमबाट एकजना मात्र प्लेयर अलाइभ यहाँनिर स्क्वाडै घुसिसकेका छन् उसको अगाडि के गर्न सक्नुहुन्छ यहाँनिर म्याकको ड्यामेज ओके यहाँनिर X5 प्रोसको स्क्वाडबाट वाइप आउट भइसकेका छन् यहाँनिर यापीको स्पोर्ट्स टिम पनि देख्न सक्छौं भने हामीले यहाँनिर वाइल्ड पक्सको रस ओके यहाँनिर B2D को टिमबाट दामी रस यहाँनिर ओहो वायु भर्सेस B2D वायु भर्सेस B2D र B2D ले वायुको स्क्वाडलाई पनि वाइप आउट गर्न सफल भइसकेका छन् यहाँनिर अब 3टा प्लेयरहरु मात्रै अलाइभ 3टा स्क्वाडहरु मात्र अलाइभ के हुनेछ ओके यहाँनिर फाइट परिसक्यो X5 प्रोसको फाइट परिसक्यो र दुईटा प्लेयर्स गुमाउन ओके यहाँनिर नाइकीको रिभाइभ आइसकेको छ स्मुथलाई लेट्स गो यहाँनिर B2D को टिमबाट रस ओके नाइकीबाट उता दुईटा प्लेयरलाई डाउन तर नाइकीलाई यहाँनिर लङमा लिइसकेका छन् स्नाइपरबाट अल्फाको स्नाइपर अल्फालाई यहाँनिर वाइल्ड पक्सले वाइप आउट गर्न सकेका छन् यहाँनिर B2D बाट X5 प्रोसको स्क्वाडलाई वाइप आउट यहाँनिर अब दुईटा प्लेयरहरु मात्रै अलाइभ हाम्रो यापीबाट भने यहाँनिर वाइल्ड पक्स अगाडि रस र वाइल्ड पक्स एक्लै र यहाँनिर यामार प्रोबाट यापीको स्पोर्ट्स टिमबाट खतरनाक वाइप आउट र बुया फर्स्ट गेम बुया आइसकेको छ केता हो दामी गेम प्ले यसको दामी गेम प्ले है त केटा हो यहाँनिर